खीर खान कुनै विशेष दिन नै कुर्नु पर्दैन, तर विशेष दिनमा खीर खानुको छुट्टै मजा हुन्छ। अनि अहिलेको व्यस्त लाइफमा सबैलाई काम सबै छिटो गर्नुपर्ने र खाना सबै मिठो हुनुपर्ने। त्यसैले त आज मैले छिटो अनि मिठो बन्ने प्रेसर कुकर खीरको रेसिपी लिएर आएकी छु। यसको लागि हामीले चामललाई खीर बनाउन आधा घण्टा पहिले नै भिजाउनु पर्छ। यहाँ मैले ताइचनको चामल 3/4 कप लिएर भिजाएकी छु। ताइचनको चामलमा चाहिँ खीर एकदमै लस्सादार भएर बाक्लो बन्छ। यही चाहिन्छ भन्ने छैन, तपाईँको घरमा जुन उपलब्ध छ त्यसैबाट बनाउँदाखेरि पनि मिठो बन्छ। यसरी बाक्लो र मिठो बनाउनका लागि एउटा कचौरामा 8-10 वटा काजुलाई दुधमा भिजाउने। यसरी चामल र काजु भिज्दै गर्दाखेरि यहाँ हामीले आफूलाई मनपर्ने ड्राई फ्रुट्सहरू लिने। यहाँ मैले काजु, पिस्ता, बदाम, किसमिस र थोरै सुकमेललाई लिएकी छु। सुकमेल बाहेक सबै ड्राई फ्रुट्सलाई मसिनो गरी क्रस गर्ने, सुकमेललाई चाहिँ कुटेर धुलो बनाउने। अब हाम्रो चामल भिजाएको पनि आधा घण्टा भइसकेछ। अब एउटा प्रेसर कुकर लिने अनि त्यसमा थोरै पानी हालेर दुध उमाल्ने र अघि हामीले भिजाएर राखेको काजुमा 1.5 चम्मच जति भिजाएको चामल हालेर फाइन ग्राइन्ड गरिदिने। र यहाँ हाम्रो दुध पनि उम्लिसकेको छ र अब हामीले अघि भिजाएर राखेको चामललाई हालेर बिस्तारै चलाउँदै पकाउने। अनि यही टाइममा अघि हामीले ग्राइन्ड गरेर राखेको काजु र चामलको मिक्सलाई पनि राखेर चलाइदिने। र यसपछि हामीले अघि कुटेर राखेको सुकमेलको धुलो, क्रस गरेको ड्राई फ्रुट्सलाई पनि हालेर बिस्तारै चलाइदिने। ड्राई फ्रुट्समा चाहिँ कम या बेसी आफ्नो हिसाबले हाल्न सक्नुहुन्छ। मलाई मनपर्ने अरू कुनै ड्राई फ्रुट्सहरू छ भने त्यो पनि हाल्न सकिन्छ। अब हाम्रो खीर यत्तिको भइसकेपछि 1 चम्चा घिउ हालेर प्रेसर कुकरको बिर्को लगाइदिने अनि हाई फ्लेममा 1 सिटी आउन दिने। अनि सिटी आउने बित्तिकै पुरै सिटी नलगाई ग्यासको फ्लेम अफ गरिदिने अनि आफै कुल हुन दिने। ल हेर्नुस् त कति बाक्लो र क्रिमी टेक्सचर आइसकेछ। यसलाई बिस्तारै चलाउँदै उम्लेको दुध हाल्दै पातलो बनाउनु पर्छ। यहाँ मैले 3/4 कप चामललाई 2 लिटर दुध लिएको छु। लिटर दुधमा पहिले चामल उमाले भने अर्को 1 लिटर चाहिँ अहिले चामललाई फ्लफी बनाउन युज गर्दैछु। यसरी चामललाई फ्लफी बनाउँदाखेरि थोरै थोरै दुध हाल्दै चलाउँदै बनाउनु पर्छ। अब हाम्रो खीर यत्तिको गाढा भइसकेपछि अब पालो आउँछ चिनी हाल्ने। खीर बनाउँदा जहिले चिनी लास्टमा हाल्नुपर्छ। पहिले हाल्यो भने हाम्रो खीर सफ्ट बन्दैन र पाक्न पनि धेरै बेर लाग्छ। यहाँ मैले 3/4 कप चामललाई हाफ कप चिनी लिएको छु। तपाईहरूले चाहिँ आफ्नो टेस्ट अनुसार कम या बेसी गर्न सक्नुहुन्छ। यहाँ मलाई खीर अलिक गाढा लागिरहेको छ, त्यसैले म यहाँ थोरै दुध अझै थप्दैछु। किनभने खीर सेलाइसकेपछि अझै गाढा हुन्छ, त्यसैले बनाउँदै थोरै पातलो बनाउनु पर्छ। अब हाम्रो खीरको कन्सिस्टेन्सी यत्तिको भएपछि हाम्रो खीर रेडी भयो। ल हेर्नुस् त हाम्रो खीर कति क्रिमी, गाढा र माउथ वाटरिङ देखेको छ। अनि मैले यो खीरलाई आलु दमसँग सर्भ गरेको, एकदमै दामी मिठो भएको थियो।